आफूसँग भएको सिपलाई कसरी युटिलाइज गर्ने त आऊ म तिमीहरूलाई सिकाउँछु कसरी भनेर। के सम्मको भिडियो चाहिँ छोटो बनाउँछु भनेर सोचेको छु। अनि यो लुगा चाहिँ मैले सिनबाट मगाएको, यो फ्याब्रिक सिनबाट मगाएको है, सिन। अनि मेरो अलिक नजिकको साथीहरूलाई त थाहा छ कि मसँग मेसिन छ भनेर, सानो सानो खालको। मेरो त्यो तलको सुरुवाल हेरेर चाहिँ नहाँस है तिमीहरू। यो चाहिँ फुलमा चाहिँ यस्तो देखिन्छ, फुलमा भन्नाले फुल नै छ यसमा। अनि यो पुरै यसको चाहिँ बुट्टा चाहिँ यस्तो छ भन्न खोजेको क्या। म पनि क्या भुलिदिरहेको सुरुमा त कटिङ गर्नु पर्यो नि, कटिङ त गर्ने, तर कहाँबाट स्टार्ट गर्ने भन्ने कुरा चाहिँ म यस्तो कन्फ्युज भइरहेको थिएँ नि, यस्तो कन्फ्युज भइरहेको थिएँ। यताबाट पल्टाउँछु पनि हुँदैन, उताबाट पल्टाउँछु पनि हुँदैन, के गर्ने के नगर्ने मलाई त केही थाहा नै थिएन क्या। यहाँनिर मेसिन त मसँग थियो, तर म खासै यस्तो त केही पनि गर्दिनँ। कहिले कहिले आफ्नो लुगाहरू च्यातिँदाखेरि हल्का फुल्का सिलाउने ओर्ने टालटुल गर्ने काम मात्रै गर्छु क्या मैले। अनि टिकटक खोले पछि मेरोमा चाहिँ यो खालको के लुगा आएको आइ गरिरहेको थियो कि यसको मतलब त सिला 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 मलाई सिला भनिरहेको थियो कि यसले चाहिँ मलाई। नेपालमा हुँदाखेरि मैले हल्का फुल्का टेलरिङको काम गर्थेँ, तर मैले कटिङ चाहिँ गर्दैन थिएँ। कटिङ नै नगरिकन कसरी टेलरिङ भयो भनेर भन्छौ भने जे पर्ला भनेर म चाहिँ स्वयं काट्दिन थालेँ। मेरो दुईटा दिदीहरूको चाहिँ दुईटा छुट्टै टेलर छ। अनि एउटा चाहिँ धेरै नै पुरानो नै भइसकेको छ, अनि एउटा चाहिँ दिदीले खोल्नु भएको अलि धेरै पछि नै, दिदीको बिहे भइसकेपछि। अनि दिदीसँग चाहिँ म चाहिँ हेल्प गर्न बस्थेँ क्या, दिदीलाई हल्का आइरन साइरन गरिदिने हातको कामहरू गर्नको लागि। अनि पत्ताउँदैन होला कि तिमीहरूले, दिदीले त्यो छोडिसकेपछि, त्यो पसल छोडेपछि त्यो पसललाई मैले जापान आउनुभन्दा अगाडिसम्म म आफैले एक्लै चलाइरहेको थिएँ। अब सोच कि कसरी चलायो होला बिना कटिङ जान्ने। यो मेसिनलाई चाहिँ मैले ल्याएबाट नै जहिले पनि त्यो आफू भुइँमै बसेर अनि सानो खालको टेबल छ मसँग, त्यो टेबलमा राखेर युज गर्थेँ। नेपालको जस्तो खुट्टाले चलाउने खालको त हुन्न नि त यो त। अनि लास्टै झ्याउ लाग्ने कि निकालेर चलाउनको लागि चाहिँ मलाई त्यो बटन हुन्छ कि साइडमै घ्याच्याक रोक्दै गर्नुपर्ने। अनि मलाई अल्छी लाग्छ क्या यो गर्न चाहिँ। अझ झन् सुरुमा त नजानेर मलाई त हातै सिलाउँछ कि जस्तो लाग्थ्यो क्या। अनि बिस्तारै गर्दै त्यतिखेर चाहिँ नेपालको जस्तै मेसिन भइदिएको भए त मैले जापान हाँक्थेँ कि जापान। इलेक्ट्रिकबाट चल्ने मेसिन हो नि त यो चाहिँ। अनि त्यसपछि यो मेसिनसँग चाहिँ यसको पेडल कि के भन्छ त्यसलाई, त्यो हुन्छ नि त्यो खुट्टाले च्याप्प गर्नेवाला भन्न नि आएन हौ। पट्टीलाई मैले ननापिकन काटेको चाहिँ ठ्याक्कै मिलिदिरहेको क्या म त। तिमीहरूले अनि पत्याए त मैले त्यो पसललाई 2 वर्षसम्म चलाएँ भनेर। नपत्याए पनि नपताउ, तर मैले चलाएकै हो। टेलर गर्नेलाई थाहा हुन्छ कि यो तुना फर्काउनलाई यस्तो झन्झट हुन्छ नि, यस्तो झन्झट। त्यही माथि तान्दा बिचमै चुट्यो भने त ओहो यति रिस उठ्छ कि। यसको लागि पनि एउटा टेक्निक छ क्या, त्यो कपडालाई काट्ने हेरमा तुना बनाउँदाखेरि बाङ्गो पारेर काट्ने हेर्नु स्वाद त एकैछिन फर्किन्छ, कहिले मात्रै हो कि नफर्किने। तर मैले किन त्यस्तो नगरेको भन्दाखेरि यस्तो हुन्छ क्या, यस्तो यति रिस उठ्छ नि, यति रिस उठ्छ कि कपडा धेरै थिएन। अनि त्यही भएर मैले चाहिँ त्यो बाङ्गो पारेर नकाटेको कि सिधैमै काटिदिएको हो। तिमीहरूले देख्दा चाहिँ एकछिनको काम लाग्छ, तर एकदमै धेरै टाइम लाग्छ कि। दिउँसोदेखि स्टार्ट गरेको हेर यहाँ रात परिसक्यो, बल्ल यस्तो छ क्या रुमको हालत, यस्तो भयो। अझै त बढालेको मैले। यो मेसिन चाहिँ लास्टै बिस्तारै चल्छ अनि एकदमै धेरै टाइम लाग्छ कि। अनि लास्टको मेरो बचेको काम भनेको चाहिँ यसलाई आइरन गर्ने थियो, अनि मैले गरेँ। भन्दै 3.5 मिनट भएछ। थ्याङ्क यू फर वाचिङ।